हार्दिक अनुरोध गर्दछु। उषा भुजेल तराई म्यामज्यू अगाडि आउन। परमेश्वरको वचनमा जगतको पहिलोचोटि तपाईँहरूले हाम्रो उषा म्याडमले भनिराख्नुहुन्छ होइन, उषा
हजुरलाई धन्यवाद। कोही त छुट्नु भएको छैन नि? कोही छुट्नु भएको छ? परमेश्वर हजुरलाई धन्यवाद। फेरि पनि परमेश्वरको सम्मानको लागि जोरदार ताली निरन्तर भन्न समय गए हार्दिक अनुरोध गर्दछु। परमेश्वर हजुरलाई धन्यवाद। फेरि पनि परमेश्वरको महिमाको लागि हात माथि गरेर जोरदार ताली। आज परमेश्वरको राजकुमारीहरूमा परमेश्वर पिताको परिपूर्ण अनुग्रह आशिष। जय परमेश्वर, जय परमेश्वर। यस समयमा कार्यक्रम सञ्चालन गरेर अगाडि बढाइराख्नु भएको सञ्चालिका जीवनी परमेश्वरको परिपूर्ण अनुग्रह आशिष सुसम्मानमा जोड्दा ताली। सत्यवचन परमेश्वरीय मार्गदर्शन सामान्य संस्थान सबैका आदरणीय अग्रज म्यामज्यू उहाँको घर परिवारमा पनि परमेश्वरको परिपूर्ण अनुग्रह आशिष र जोड्दा ताली। र आजको यो महिमामा आज सभाको रूपमा कार्यक्रम सञ्चालन अगाडि बढाउनको निम्ति मन बनाउनु भयो हामी सबैका आदरणीय अगुवा श्री मन्जु म्यामज्यू उहाँको घर परिवारमा परमेश्वरको परिपूर्ण अनुग्रह आशिष जोड्दा ताली। र अतिथिको रूपमा पाल्नुभएको म्यामज्यू उहाँलाई पनि परमेश्वरको परिपूर्ण अनुग्रह आशिष सुसम्मानका साथ जोड्दा ताली। सत्यवचन परम ईश्वरीय मार्गदर्शन सामाजिक संस्था भरतपुर 23 जगतपुरद्वारा आयोजित धर्म जात जाति वेशभूषा रीतिरिवाजको जगेर्ना गर्दै मानवहरूलाई आत्मिक प्रवचनद्वारा आर्थिक परिवर्तन गराइदिने र सातौं दिदी बहिनी प्रशिक्षण कार्यक्रम आज परमेश्वरले हैन हाम्रो निम्ति आज पिताले गर्नुभयो। र आज दिदी बहिनी प्रशिक्षण कार्यक्रम किन यहाँ राख्नुभयो त भन्दाखेरिमा आज परमेश्वर पिता बडा महान हुनुहुन्छ र आज हामीलाई हैन हाम्रो अगुवा म्यामले बताउनु हुने हुन्छ हैन बारम्बार किनभने आज शैतानले हैन हाम्रो जीवनमा आज दिदी बहिनीमा हैन परिवारमा फाटो ल्याउनको निम्ति के गर्छ त अस्ति हामीले सरजीले पनि बताउनु भएको थियो भन्दाखेरिमा धेरै जसो चाहिँ डिभोर्स हो कि हैन त हामीले परमेश्वर नपाउँदाखेरिमा डिभोर्स अनि डिभोर्स हैन फाटो ल्याउने काम हाम्रो सम्बन्धलाई टुटाउने काम गरेको थियो कि जब हामी सत्य वचन परम ईश्वरीय मार्गदर्शन सामाजिक संस्थामा हामी आबद्ध भयो त्यो दिनबाट आज हामीलाई फाटेको सम्बन्ध टुटेको सम्बन्धलाई नातालाई पनि आज यो संस्थाले आज जुटाउने काम मेलमिलाप गर्ने काम गर्नुभएको छ हो कि हैन त कसको जीवनमा गर्नुभएको छ आज हामी सबैको जीवनमा गर्नुभएको छ हो कि हैन त आज त्यही भएर आज मजदुर फेरसी आज मजबुत दरिलो हुनको निम्ति आज हामीलाई परमेश्वरले उहाँको राज्यमा हामीलाई बोलाउनु भएको र हामी आज्ञाकारी भएर चाहिँ उहाँको भय मानेर हामी आएको हो कि हैन त आज हामी सिकाउन आएको हो त हैन आज परमेश्वरले भन्नुभएको छ तिमी उठ खडा हो तिम्रो मुख भई मेरो वचन खुद प्रकट गर्नेछु परमेश्वरले भन्नुभएको छ हो कि हैन त त्यसैकारण आज परमेश्वर पिताले हामीलाई यही सिकाउनु भयो र आज हामी एकदमै धेरै आज मजदुर भइसकेपछि त हामी एकदम मैले त केही पनि जानेको जब मैले पनि हैन सिकेको कुरा के जब त्यही गवाई त्यही शिक्षा त हो नि भन्दाखेरिमा जीवनमा दिनौ झोडा बोकेर हिँडेको थियो जीवनमा काम भएको थिएन के साँच्चीकै जब वचनमा भन्नुभयो नि जब एकदम भिज्नु डुब्नु जब कैरेलीले किरा भेट्छ कैरेलीले हिरा भेट्छ भनिसकेपछि के भनेको परमेश्वर मैले पनि परमेश्वरलाई सोध्न थालेँ कि हरेक क्वेसनहरू सोध्न थालेँ म पनि बच्चा जस्तो नजानेको जस्तो हैन हुन थालेँ जब परमेश्वरले पनि मलाई जति पनि हरेकको मुख भएर परमेश्वर बोल्नुभयो त्यसरी नै मलाई पनि हैन परमेश्वरले सिकाउन सुरु गर्नुभयो के त धन्यवाद परमेश्वर पिता हामी परमेश्वरको सन्तान छोराछोरी भइसकेपछि हामी संसारको कुराले सुन्नु हुँदैन के जब तपाईँ एकदम अद्भुत दरिलो नभएसम्म संसारको कुराले तपाईँलाई छुइसके जब त्यो समयमा चाहिँ तपाईँले धेरै अन्य भाषा बोल्नु पर्दो रहेछ मलाई
आयो मैले पनि सिकेको कुरा धन्यवाद पिता परमेश्वर होइन आज हरेक कुरा होइन परमेश्वरले सिकाउनु भएको छ कि हरेक मुख भएर हो कि होइन त त्यसै कारण हामी एकदम धेरै अन्य भाषामा लिएर हुनु पर्दो रहेछ जब तपाईँलाई कसैले एक झापडमा हान्दा पनि तपाईँ रिसाउँदैन रहेछ कि तपाईँमा घमण्डमा अन्य भाषाले जब परमेश्वरले होइन तपाईँ एउटा मोबाइललाई चार्ज गर्नुहुन्छ चार्ज फुल छ भने त्यो सकिन्छ त सकिँदैन त त्यसै कारण हामी एकदम चार्ज हुनुको निम्ति चाहिँ एकदम अन्य भाषामा चाहिँ लिनु हुनु के पछि सरले शिक्षा दिनुभएको थियो होइन र तपाईँ एकदम धेरै तपाईँको जीवनमा काम भएको छैन उन्नतिको कामहरू होइन जीवनमा तपाईँले आजको सोचेको काम भएको छैन भने तपाईँले परमेश्वरलाई आदर गर्ने होइन सम्मानमा मन नकुल गराउनु तपाईँले हक परमेश्वरको हक परमेश्वरले दिनु भनेर सजिलै बताउनु भयो एकदम खुसी लाग्यो होइन र बिरामी जो आउनुहुन्छ भने उसलाई चाहिँ के गर्छ विश्वास गर्यो भने आज रोग हट्दो रहेछ नि त हो कि होइन त जब हामीले पनि यो राज्यमा आउँदाखेरिमा हामीले पनि यसुलाई प्रभु र प्रभु मरेको 3 दिनमा परमेश्वरले जीवित पार्नुभयो भनेर यो विश्वास हामीले मुखले अंगीकार गरेर हृदयले विश्वास गर्न साथ हाम्रो रोग ठिक भएको होइन र हो कि होइन त अनि त्यो समयमा रोग ठिक भएको थियो भने अनि अहिले किन बाटोमा हाल्दा भन्दाखेरिमा हामीमा घटी कमी किनभने हाम्रो सोच सही थिएन र बोलेको सही अंगीकार थिएन कि जब मैले पनि परमेश्वरलाई भन्न थालेँ म्यामले भन्नुहुन्थ्यो कि जब मजदुरको जीवनमा काम हुँदैन भने जनको जीवनमा काम हुँदैन भने सकेपछि मलाई यो शब्द एकदम धेरै बिरालेको थियो कि अनि त्यो समयमा मैले पनि परमेश्वरलाई भन्न थालेँ पिता म त तपाईँको छोरी यत्रो महिमा यत्रो समय हजुरको काम गरिसकेको थिएन के मैले नबुझेको परमेश्वर पिता मैले के गरेको छैन परमेश्वर पिता यस्तो भन्न थालिसकेपछि मैले पनि परमेश्वरलाई भने कि जब मैले पनि परमेश्वरलाई भन्दाखेरिमा होइन आज परमेश्वरले पनि होइन उन्नतिका द्वार परमेश्वरले खोलेर अब दिनुभएको छ होइन एकदम व्यापार सबै कुरा मैले बिर्सेको सामानबाट परमेश्वरले दिनुहुने हो कि होइन त आज परमेश्वर सबसे बडा महान हुनुहुन्छ त्यही भएर आज त्यो क्षेत्रमा पनि पहिला सत्सङ्ग गरेर गएको ठाउँमा पनि आज होइन त्यही ठाउँमा अनि जाँदाखेरिमा त्यो बच्चाहरूले अब इन्डियनको बच्चा अनि त्यहाँ कोही पनि थिएन के अरे नेपाली भनेको पनि त्यही नै गुरुङ भनेको मै मात्रै होइन यसको यस्तो हुन्छ उस्तो हुन्छ भने परमेश्वर धन्यवाद मैले त कसैलाई केही पनि भनेन मुखको जवाब पनि दिएन कि जब परमेश्वर पिता होइन उहाँकोमा मन ध्यान जसरी परमेश्वरले भन्नुभयो पिता म त यो केही हेर्नेवाला तपाईँ हुनुहुन्छ मेरो साथमा भनेर परमेश्वरलाई भन्दै अगाडि बढ्दाखेरिमा होइन एकदम परमेश्वरले एकदम व्यापारमा बहुत होइन बढाएर दिनुभएको त्यो क्षेत्रमा पनि होइन अस्ति अनि हिजो पनि भन्नुभएको कि तपाईँ त अनि के अरे मैले चाहिँ यत्रो सामान बेचिदिन्छ मेरो चाहिँ यस्तो नगरिदिने भनेर भन्नुभयो कि किनभने उहाँले पनि अब मलाई नराम्रो सोद्धाखेरि नराम्रो हुँदो रहेछ भनेर उनीहरू आफै झुकेर आउन थाले कि परमेश्वरले त्यसै कारण होइन परमेश्वरले नै भन्नुभएको छ नि त सत्यको सामुमा होइन असत्य त घुँडा टेकेको हुन्छ तर सत्यले त कहीँ पनि घुँडा टेकेको छैन कि धन्यवाद परमेश्वरले एकदम महान हुनुहुन्छ है ठुलो काम गर्नुभएको छ गवाई एकदम बहुत होइन बताइन साथै छैन जीवनमा तर किनभने समयको पाबन्दी होइन आज त परमेश्वरले शिक्षा आज सिक्ने दिन हो नि त हो कि होइन त आज होइन आज परमेश्वरले गर्नुभएको काम आज महिमा जति नै प्रशंसा गरे तापनि धन्यवाद दिए तापनि थोरै नै हुन्छ किनभने उहाँको प्रशंसा जय काम हामीले गरेर सकिँदैन कि उहाँले गर्नुभएको काम हो कि होइन त धन्यवाद पिता परमेश्वर अहिलेलाई मेरो भई परमेश्वरको जीवित वचन यति नै र हमेसा इच्छा छ हमेसा फुल टाइम उहाँको काम गर्दै अगाडि बढ्ने इच्छा छ यो पनि परमेश्वर पिताले सधैँ पुरा गरिसक्नु भयो जय परमेश्वर
महान हमारे दिल में आ गए हैं। मेरे पिता ने सबसे महान हमारे दिल में आ गए हैं। जब जब बुलाऊं मैं, जब जब बुलाऊं मैं, पिता हमारे मनवा में बारे। सत्संगवा के कैले तैयार, सत्संगवा के कैले तैयार। ये प्रभु हमारा आ गई है। सत्संगवा के कैले तैयार। ये प्रभु हमारा आ गई है। धन्यवाद महान परमेश्वर पिता हजुरलाई हाम्रो माझमा विराजमान हुनुभएको हाम्रो परमेश्वर पिताको निम्ति सुसम्मानको लागि जोरदार भरतपुर देश जगतपुर चितवनद्वारा आयोजित धर्म जनजाति वेशभूषा रीति दिवसलाई जगेर्ना गर्दै संस्कृतिको जगेर्ना गर्दै मानवहरूलाई आर्थिक प्रवचनद्वारा आत्मज्योति गराइने छ र 7औं दिदीबहिनी प्रशिक्षण कार्यक्रम आज होइन परमेश्वरको योजना हामी सबैलाई परमेश्वरले एक गठा बनाउनु भएको छ। हजुर सबैमा परमेश्वरको पूर्ण आशिष मेरो नमन। जय परमेश्वर। जय परमेश्वर। आज होइन सत्य वचन परमेश्वरीय मार्गदर्शन शान्ति संस्थाको संरक्षक हामी सबैको आदरणीय अग्रज म्याडम राधिका म्याडमको घर परिवारमा पनि परमेश्वरको परिपूर्ण आशिष जोरदार तालले सम्मान गर्नु र आज यस कार्यक्रमलाई एकदम अगाडि बढाउनु हुने हाम्रो मिसज्यू उहाँको घर परिवारमा पनि परमेश्वरको परिपूर्ण आशिष जोरदार तालले सम्मान गर्नु र आज हाम्रो यस कार्यक्रमको सभा अध्यक्ष हामी सबैको आदरणीय अग्रज पनि हुनुहुन्छ होइन। हामीलाई सधैँभरि शिक्षा दिएर अगाडि बढाउनु हुने हाम्रो मान्छे म्याडमको घर परिवारमा पनि परमेश्वरको परिपूर्ण आशिष गरा शान्ति जोरदार तालले सम्मान गर्नु र उषा म्याडम हाम्रो अग्रज हुनुहुन्छ उहाँ पनि उहाँको घर परिवारमा पनि परमेश्वरको परिपूर्ण आशिष गरा शान्ति जोरदार तालले सम्मान गर्नु। आज दिदीबहिनी प्रशिक्षण कार्यक्रममा भनेर अठारसी होइन परमेश्वरले आजको दिन हाम्रो लागि योजना बनाउनु भएको छ। हिजोको दिन कस्तो थियो हामी दिदीबहिनी होइन हरेक आफ्नै पीडाले आफ्नै शरीरको पीडाले ग्रस्त भएर आफ्नै परिवारभित्र पनि भन्न नसक्ने समस्याले हामी डुबेका थियौँ होइन। जुन दिनमा हामीलाई हाम्रो अग्रजद्वारा लेडिज शिक्षा भनेर राखिदिनु भयो हामी दिदीबहिनीहरूको गहिरो समस्याहरूलाई परमेश्वरले सधैँभरि जरेबाट फालिदिनु भयो होइन फालिदिनु भयो। आज एउटा फुलबारीको बगैँचामा सजाएर फुल जस्तै बनाएर सधैँ हाँसी खुसी बनाएर परमेश्वरले हिँडाउनु भएको छ होइन। र गवाई त कति छ मेरो जीवनमा त यस्तो लेडिज गवाईहरू होइन म त कति भोगे तर परमेश्वर किनकि हिजोको दिनमा हामीले के भन्छौँ एउटा कसैलाई भन्न पाए हुन्थ्यो भनेर हामी भन्थ्यौँ भने होइन भनेर हाम्रो समाधान हुन्थ्यो त आज कसैलाई हामीले जब विश्वास गर्नुहुन्न उहाँको माझमा हाम्रो शब्दलाई हामीले खोल्यो भने उहाँको अशुद्ध अङ्गीकारले
त्यो समस्या निको हुने थिएन, झन् बढेर जान्थ्यो होइन। त त्यही समयमा परमेश्वर पिता होइन, मेरो त बुवाको साथ पनि ठ्याक्कै 1 महिना खुन गएको हो होइन। यति जीवित हुनुहुन्छ। हामी छोरीहरू कोही पनि आत्तिनु पर्दैन, समस्या देखेर नातिनु, कहाँ जाने के गर्ने भन्नेपट्टि हामी लाग्न हुँदैन। जब हामीलाई ईश्वरले हामी भाग्यवानी सन्तानहरू हामीलाई चुन्नु भएको छ, आज हामीलाई हरेक चिजबाट खुसी दिनुभएको छ, रोग सुखबाट हटाउनु भएको छ भने अगाडि जुन दिनमा परमेश्वरलाई चिनेर आउनु भएको थियो त्यो दिनको गवाई कहिले नबोल्नु, परमेश्वरलाई कहिले पनि छड्नुहुन्न है। हजुरलाई धन्यवाद है। आज मेरो मुखद्वारा परमेश्वरको जीवित वचन अहिलेलाई यति नै अघि गर्नुभयो परमेश्वर पिता, हजुरलाई धन्यवाद र सम्पूर्णमा भरिपूर्ण आशिष। जय परमेश्वर। गवाई शिक्षाद्वारा उत्साहित गरेर जानुभयो। पुष्पा म्यामजी उहाँको सम्मानको लागि जोरदार ताली। परमेश्वरले नसोचेको कुरा पुरा गर्नुहुन्छ, नसोचेको कुरा परमेश्वरले अचानक गर्नुहुन्छ है। त्यसरी नै अघि नृत्य देखाएर जानुभयो मिसज्यूहरू। तपाईँहरू जहाँ पनि हुनुहुन्छ हजुरहरूको नृत्यको लागि हजुरहरूको लागि परमेश्वरले कस्तो योजना बनाउनु भएको छ हजुरहरूलाई थाहा थियो नि। परमेश्वरले जे गर्नुहुन्छ अचानक गर्नुहुन्छ। अगाडि आएर मिसज्यूहरूलाई सम्मान गर्न गइरहेको छ र हजुरहरू मिसज्यूहरू अगाडि आएर आफ्नो सम्मान लिन हुन अगाडि आउन हार्दिक अनुरोध गर्दछु। मिसज्यूहरू उहाँको सम्मानको लागि जोरदार ताली। उहाँको नृत्य, उहाँको प्रस्तुति, कला, हामी सबैले आफ्नो भएको कलाको आफैले कदर गर्न सिक्नुपर्छ है। त्यो अगाडि सम्मान लिनु हुन हार्दिक अनुरोध गर्दछु। सानो मिसज्यू कहाँ हुनुहुन्छ? उहाँको मम्मी, उहाँलाई अगाडि ल्याउनु होला। त्यो गोलोमा खेल्नु न। भयो। फोटो सबैजना दिदीबहिनीमा परमेश्वर रहेर आजको यस महिमा परमेश्वरले भव्य र सभ्य रूपमा सुसम्पन्न गरिसक्नुभयो। धन्यवाद परमेश्वर पितालाई। उहाँको महिमाको निम्ति हामी सबैको पवित्र हातद्वारा जोरदार ताली। परमेश्वरीय मार्गदर्शन सामाजिक संस्था भरतपुर 23 द्वारा आज धर्म जाति वेशभूषा रीतिरिवाज संस्कृतिको जगेर्ना गर्दै मानवहरूलाई आवश्यकता प्रवचनद्वारा आत्मिक मानवहरूलाई आवश्यकता अनुसार द्वारा आत्मिक वृद्धि गराइनेछ यो धर्मले होइन। यो संस्थाले आज यस कार्यक्रममा मेन उद्देश्य भनेको हाम्रो होइन दिदीबहिनीलाई आज 7औं दिदीबहिनी प्रशिक्षण कार्यक्रममा परमेश्वर पिताले एकट्ठा गर्नुभयो होइन। परमेश्वरको योजना हामीले कार्यक्रम त 6 गते नै हामीले होइन तयार गरिसकेका थियौँ। तबनि परमेश्वरको योजना आज होइन 21 गते परमेश्वरद्वारा नै आज सरले पनि परमेश्वरले गर्नुभएको छ होइन। र आज यस कार्यक्रमको आयोजक हाम्रो आदरणीय श्री
हामी सबैको अगुवा श्री मन्जु म्यामज्यू हाम्रो सुसम्मानको लागि जोरदार ताली र भनिदिन आछु र परमेश्वर पिताले आज होइन यस जगतको क्षेत्रमा सुरुवातको दिनमा परमेश्वरको राज्य र महिमा जुन हाम्रो श्री उषा म्यामको घरमा परमेश्वर पिताले तयार पार्नुभयो उहाँद्वारा महिमा परमेश्वरले बढाउँदै लानुभयो हाम्रो उषा म्यामको सुसम्मानको लागि पनि जोरदार ताली परमेश्वर पिताले आज मलाई ल्याउनु भयो धेरै सान्चोकबाट त्यस क्षेत्रमा पनि पिता परमेश्वरले उहाँको राज्य महिमा एकदमै भव्य र सभ्य रूपमा पिता हरेक शनिबार र महिनाको पहिलो बिहिबार लेडिज शिक्षा यसरी नै दिदीबहिनीलाई एकट्ठा गरेर परमेश्वरको राज्य त्यस क्षेत्रमा पनि पिता गर्नुभएको छ होइन त परमेश्वरको महिमा गर्नु एउटा होइन परमेश्वरले धेरै ठुलो सबै कुरामा सम्पन्नशाली मान्छेलाई रोज्नु हुँदैन रहेछ के हरेक कुराबाट निपुण भएको मान्छेलाई परमेश्वरले रोज्नु हुँदो रहेछ के होइन जुन मान्छे यो समाजमा होइन अलिकता भिन्न के अलिकता मान्छेले पर सारेको हेलाता भएको र हरेकबाट अब होइन इष्टमित्र छर छिमेकीबाट र आफ्नै घर परिवारबाट पनि अलिकता टाढिएकोलाई परमेश्वरले होइन चुन्नु हुँदो रहेछ चुनिसकेपछि परमेश्वरले त्यस क्षेत्रमा जति पनि जुनै पनि ठाउँमा परमेश्वरको राज्य परमेश्वरले तयार पार्नु भएको छ नि होइन परमेश्वरले वचनमै भन्नुभएको छ जो थाकेका छौ अरू बजले दबिएका छौ तिमीहरू म कहाँ आऊ म तिमीलाई विश्राम दिनेछु परमेश्वर पिताले भन्नुभएको छ त हो कि होइन त त्यसरी नै म पनि त्यो समयमा जुन समयमा थाकेको थिएँ बजले दबिएको थिएँ त्यो समयमा म जिरो थिएँ होइन तर परमेश्वरले चुन्नु भयो आफ्नो बनाउनु भयो सच्चा र पक्का सही अगुवा परमेश्वरले त्यो क्षेत्रमा आवश्यकता रहेछ बुझ्नु भएको परमेश्वरले होइन स्वयं परमेश्वर त हामी भन्छौँ तर परमेश्वर आएर हामीलाई उद्धार गर्ने होइन कि पिता आउने होइन कि पिताले मनुष्यद्वारा म काम गर्छु भनेर आज तपाईँ हामी जस्तो ठाउँमा एक मजदुर परमेश्वरले तयार पार्नु भएको हो कि होइन त त्यस ठाउँमा परमेश्वरले अगुवा म्यामजीको खाँचो रहेछ पिता पठाउनु भयो त्यो समयद्वारा परमेश्वर पिताले होइन त म केही पनि थिइनँ केही पनि आउँथेन साँच्चै भन्नुपर्दा प्रार्थना गर्न पनि आउँथेन पिताले केही नजानेको अनजानलाई समाजबाट हेलाता घर परिवारबाट सबैबाट फ्याँकेको मान्छेलाई परमेश्वरले चुन्नु भयो त त्यस ठाउँमा अगुवाको रूपमा एउटा पियो बनाएर खडा गराउनु भयो त परमेश्वरले जुन दिनमा खडा गराउनु भयो त्यो दिनबाट म दायाँ पनि गइन बायाँ पनि गइन श्री परमेश्वरको वचनको पालना गरे जीवनमा प्र्याक्टिकल गरे फलो गर्दै गए होइन प्र्याक्टिकलमै रहेछ जीवन बुझ्नुभयो नि तपाईँ हामी दिदीबहिनी आज लेडिज शिक्षामा हामी जुट्ने भनेको नै हामीले सिक्न पर्ने कुरा भनेको नै एक दुसरेको ऐना हो परमेश्वरले भन्नुभएको छ हो कि होइन त एक दुसरेको ऐना हो भनिसकेपछि अर्को दिदीबहिनी सुध्रिरहेको छ भने उहाँको सुनेर नै ओ उहाँले यसरी गर्नुभयो भनेपछि म पनि त्यसरी नै गर्छु मैले पनि गरेपछि किन हुँदैन त भनेर उहाँको बाटो पछाइसकेपछि सुनेको वचनमा जस्ताको तस्तै पालना गर्ने शिक्षामा पालना गरेपछि जीवनमा अटोमेटिकली परमेश्वरले के गर्दै लानुहुन्छ उकालो लाउँदै लानुहुन्छ कि जस्ताको तस्तै राख्न परमेश्वरले चुन्नु भएको होइन हो कि होइन भन्नु त जीवनमा परिवर्तन होस् मेरो सन्तानले शान्ति पाओस् मेरो सन्तानले आनन्द पाओस् र मेरो सन्तानले के पाओस् यो संसारमा हुँदै नै स्वर्गको महसुस गर्न पाओस् भनेर पिता परमेश्वरले तपाईँ हामीलाई भिडौबाट चुनेर आफ्नो बनाउनु भयो विशेष गरी आज तपाईँ हामी दिदीबहिनीहरू यस्तो पीडामा थियौँ कि हामीलाई नै पाखे घरको समस्या हामीले नै घर परिवारमा होइन अनेकौँ टर्चरहरू भोग्न पर्ने थियो कि थिएन त थियो नि श्रीमानबाट कस्तो थियो हामीलाई हेर्नु त त्यो दिन सम्झिँदाखेरि आज परमेश्वर पिताले साँच्चै नै पिताको वचन दुई धारे तरबार भन्दा धारी गरेर तेजिलो रहेछ उहाँको वचन बोलीमा होइन कि सामर्थ्यमा छ हो कि होइन त सामर्थ्यमा छ त्यही भएर जसले विश्वास गर्छ उसैले नै जीवन पाउँछ जीवन पाउने ठाउँ हो जीवन पाउने मार्ग हो यो परमेश्वरले भन्नुभएको छ नि त होइन त्यही भएर हामी दिदीबहिनीले सुध्रेर आफ्नो घरलाई कसरी स्वर्ग जस्तो बनाउने त्यसरी होइन परमेश्वरले जसरी वचन दिनुभएको छ दिदीबहिनी सुध्रिनु भएको त्यो वचनलाई जीवनमा लागू गरेपछि कसैको घर परिवारमा पनि दुःख पर्यो हालत आयो आज मलाई यो भयो आज मलाई यो कष्ट पर्यो भन्नुपर्छ जस्तो लाग्दैन कि बुझ्नुभयो नि त हालत आए तापनि त्यो हालतमा परमेश्वर साथ चल्नेलाई
कहिले पनि परमेश्वरले निराश हुन दिनु हुँदैन के बुझ्नुभयो नि म पनि हालत थियो जीवनमा आइराखेको थियो कस्तो कस्तो समस्याहरू आइराख्थ्यो तर मैले कहिले पनि त्यो समस्यालाई नहेरिकन पितालाई हेरेर परमेश्वरको वचनलाई हेरेर अगुवाको हात र साथ लाएर हिँडिराखेको कारणले नै आज त्यो हालत आउने गराउने त्यो खराबीलाई मेरो जीवनबाट परमेश्वरले 7 कोस पर निकालेर दूर पारिदिनु भयो के बुझ्नुभयो नि हालत आयो भनेर नाच्दिनु यो हालत पछिको उन्नति तपाईँकै लागि हो तपाईँले नै पाउने हो हैन तपाईँकै लागि परमेश्वरले उन्नति तयार पारिराख्नु भएको छ योजना परमेश्वरको छ जो धैर्यका साथ परमेश्वरको साथ चल्न सक्छ उसको नै जय हुनेछ के भजनले भनेको छ नि साथ चलूंगा मैं जय जरूर पाऊंगा साथ चलूंगा मैं जय जरूर पाऊंगा हो के त ऊ कहिले पनि निराश हुँदैन ऊ कहिले पनि चिन्तामा हुँदैन ऊ समस्यामा पनि भित्रभित्र रमाइराखेको हुन्छ खुसी भइराखेको हुन्छ उसले महसुस गरेको हुन्छ कि मेरो पिता मेरो साथमा हुनुहुन्छ भनेर हो कि हैन त जसमा त्यो धैर्यता र त्यो विश्वास छ भने उसलाई जस्तो सुकै समस्याले पनि हल्लाउन सक्दैन के बुझ्नु भयो नि किनभने परमात्मा एउटा म पनि हो खुद म पनि हो के हैन साच्चै नै हालत परेशानी भन्ने कुरा जहाँबाट जसरी पनि ल्याउन सक्छ त्यो शैतानले परिवार दुई जनाको छ भने पनि त्यो दुई जनामा मन नमिलाइदिएर खराबीले त्यहाँ पनि हालत ल्याउन सक्छ के हैन किन मलाई यो आयो भन्न पर्ने आवश्यकता छैन के घटिकमी ममा पनि काहीँ के भयो भनेर आफूले आफैलाई पनि निहाल्दै परमेश्वरको तर्फबाट अगाडि जो गर्नुहुन्छ परमेश्वर पिताले भन्नुभएको छ वचनमा तिमीलाई मैले कहिले पनि पछाड तुलाउँदिन हर हमेसा तिमीलाई मैले शिर तुलाउने छु भन्नुभएको छ त वचनमा हो कि हैन त तुलाइ पनि सक्नुभयो परमेश्वर महान हुनुहुन्छ जीवित हुनुहुन्छ दुई धारे दरबार भन्दा धारिलो तेजिलो उहाँका वचन तिम्रो मुखैमा मैले दिएको छु मेरो सन्तान सही अंगीकार गर मेरो मलाई विश्वास गर र धैर्य भएर बस भन्नुभएको छ परमेश्वरले हैन धैर्य र विश्वास छैन भने हामीले पितालाई प्रसन्न पार्न खुसी पार्न सक्दैनौँ के बुझ्नुभयो नि मनुष्यलाई खुसी त हामी छेडमा पारौँला हैन दुई वचन मिठो बोलेर पारौँला तर हाम्रो पिता परमेश्वरलाई चाहिँ हामीले धैर्य देखाएर उहाँसँग नम्रताका साथ प्रार्थना अन्य भाषा हामी गरिराख्छौँ भने त्यो आत्मा कहिल्यै पनि डगमगाउँदैन के हो कि हैन त परमेश्वरले सदा सर्वदा सबै दिदीबहिनीलाई एकदमै ज्ञान बुद्धिले भरेर आफ्नो घरलाई एकदमै हैन सच्याउँदै सुधार्दै हैन आफू सच्चिँदै सुधार्दै घर परिवारलाई भन्दा पनि हैन आज घर परिवारलाई सुधार्न भन्दा पनि हामी खुद सुध्रिनलाई पिता परमेश्वरको यो सत्यको मार्गमा हामी हिँडेको हो कि हैन त आज तपाईँ हामी सुध्रेका छौँ कि छैनौँ त सुध्रेका छौँ नि हाम्रो सोचाइ नै धेरै परिवर्तन भइसकेको छ केही देखिरहेका छौँ गलत देखिरहेका छौँ भने नि पिता राम्रो गरिसक्नु भयो राम्रो भइसक्यो भन्न आज हामीलाई आउँछ कि आउँदैन त हिजो हामी जे देखे त्यही बोल्ने हाम्रो यो थियो के तर आज हामी जे देखे त्यही अंगीकार गर्दैनौँ पिता राम्रो भइसक्यो भन्दाखेरि साचमुच परमेश्वर हाम्रो खातिर राम्रो बनेर आइदिनुहुन्छ हो कि हैन त बनेर आइदिनुहुन्छ परमेश्वर धन्यवाद हजुरलाई यदि यो समयका लागि मेरो मुखलाई परमेश्वर यति नै इस्तेमाल गर्नुभयो चाहत छ रमेशा पिता परमेश्वरको महिमा राज्य हैन उहाँकै मात्रै प्रशंसा मेरो मुखद्वारा होस् पिता भनेको छु किनभने आज यतिका दुःख कष्ट हैन त्यो दुःख कष्ट कति थियो तर परमेश्वरले आज त्यो दुःख कष्ट सारा हटाएर आज स्वर्गको आनन्द मलाई यो धरतीमा परमेश्वरले दिनुभएको छ हैन परमेश्वर महान हुनुहुन्छ हजुरहरू सबैलाई परमेश्वरले आज जे इच्छा चाहत बोकेर आउनु भएको छ सबको विश्वास गर्नु पुरा भइसक्यो है जय परमेश्वर जोरदार ताली उहाँको सम्मानको लागि जोरदार ताली पीछाको लागि म्यामले आइसक्नु भएको छ उहाँको सम्मानको लागि जोरदार ताली मङ्गलकला राणाभाट म्याउज्यू उहाँको सम्मानको लागि जोरदार ताली हेलो परमेश्वर पिता हजुरलाई धन्यवाद गर्छु महानकारी परमेश्वरको सम्मानको लागि जोरदार ताली जय परमेश्वर आजको होइन सातौँ दिदीबहिनी प्रशिक्षण कार्यक्रम फेलोसिप परमेश्वर पिताको योजना अनुसार आज भइरहेको छ होइन सबैलाई परमेश्वरले भरिपूर्ण आशीष दिइसक्नु भएको छ सम्पूर्णको लागि फेरि पनि सम्मानको जोरदार ताली वचनलाई होइन अगाडि बढाउने हाम्रो राधिका म्याडम मन्जु म्याडम उषा म्याडमको लागि पनि फेरि सम्मानको जोरदार ताली आज होइन
सम्पूर्णले आफ्नो व्यथा कथा यथा होइन सम्पूर्ण भनेर गइसक्नु भएको छ। हरेक परमेश्वरले नै सुनिसक्नु र आशिष दिइसक्नु भएको छ होइन। हामी एउटा महिला जब होइन परमेश्वर पिताले कस्तो अवस्थामा चुनेर यहाँ ल्याउनु भयो, परमेश्वरले अब चुनेर ल्याइसकेपछि हामी सधैँ होइन पाए परमेश्वरको कसैले घर परिवारबाट यसो फुर्सद मिलाएर कसैले चाह भनिदिए, त्यसरी गरेर परमेश्वरको सम्मान कहिले पनि हुँदैन क्या। हामीले परमेश्वरको काम कहिले पनि अगाडि बढ्दैन। जब हामी होइन एउटा महिला भइसकेपछि कति हामीलाई दबाउन खोजिन्छ क्या, हरेक ठाउँ ठाउँबाट समाजमा होस् या घरमा होस्, यसले घर कुटेर बस्ने हुन्थ्यो होइन। घरको एउटा परिवार मन यता भएर हिँड्छु भन्ने खालको त्यो समय छैन क्या। हामी एकदम घरबाट आफ्नो मजबुत भएर परमेश्वरको राज्य र महिमाको लागि हिँड्नुपर्छ। त्यो नै एकदम आवाज उठाउँछु मैले होइन। अस्ति पनि एउटा टिकटकमा मैले म्याडमजीद्वारा वचन सुनेको थिएँ। जब आज परमेश्वरको राज्यलाई अगाडि बढाउनको लागि होइन त्यो अहिले चुनावको माहौलमा पनि यसरी हामीले डाइरेक्टै उहाँले त्यत्रो फेलोसिपमा पनि भन्नुभएको थियो, भोट हामीले केलाई दिनुपर्छ होइन। जब रेणुलाई भोट दिनुपर्छ, तारामा भोट दिनुपर्छ होइन। हिजो के भनेर भनेको थियो भने त्यो बाटो बनाएर मात्रै हुन्छ भन्ने कुरा आएको थियो होइन। बाटो बनाएर हुन्छ, हिजो हामीले बाटोको कारणले गर्दाखेरि हामी कति ठाउँमा पुग्न सकेको थिएनौँ होइन। हामी बिरामी हुँदाखेरि हामी कति गाह्रो हुन्थ्यो, त्यो ठाउँमा नपुगेर कतिको ज्यान जान्थ्यो भनेर आज भनेको बाटोबाट सुरु हुन्छ क्या विकास भनेको भनेर भन्नुभएको थियो उहाँले। हामी सम्पूर्ण महिलाले यो बुझ्नुपर्छ। हामी सधैँ दबिएर बस्नेवाला सन्तान होइन। हामी एकदम मजबुत भएर परमेश्वरको काम घरबाट बाहिर र आत्मामा या शरीरमा प्राणमा परमेश्वरको काम गर्नलाई मजबुत भएर एकदम हामी हिँड्नुपर्छ। महिला भएर सधैँभरि खुम्सेर हामी बस्नेवाला सन्तान होइन। म यति नै भन्छु। अहिलेसम्म समयको पनि एकदम अभाव छ होइन। हाम्रो समय गइसकेको छ। हाम्रो म्याडमजीहरूलाई समय दिनुपर्छ। हामी टाढाबाट आउनुभएको होइन, सम्पूर्णलाई ठाउँ ठाउँमा पुग्नु पनि पर्छ। परमेश्वरको काममा धेरै समय लिएर परमेश्वरको महिमा मात्रै हुँदैन होइन। तब ठिक समयमा परमेश्वरको काम गरेर त्यहाँ महिमा हुन्छ। परमेश्वरलाई धन्यवाद। परमेश्वरको सम्मानको लागि जोरदार ताली हाल्छु है। साहित्य शिक्षा दिएर जानुभयो मङ्गलकला राणाबाट म्यामज्यू, उहाँको सम्मानका लागि जोरदार ताली। अब जो हाम्रो मेयर टिचर हाम्रो राधिका म्याडम हुनुहुन्छ, मलाई पढ्नुभएको कान्छी जो हाम्रो ठाउँमा छोरी सबैले उद्धार गर्नुभयो, सुधार गर्नुभयो। हाम्रो मेयर टिचर होइन हाम्रो होइन उहाँलाई पनि भरपूर नाची जोरदार ताली। होइन गोर्खाबाट हाम्रो पिता सन्तानलाई एकदम भरपूर नाचे जोरदार ताली। आज हामी सद्गुण बैठकमा एकट्ठा गर्नुभयो होला। एक गाडीमा हामी दुःख सुख बाँड्नको लागि पिताजीले एकट्ठा गराउनुभएको छ होइन त। त्यसैले हेर्नु त कति राम्रो बैठक भजन छ। तिम्रो मनको कुरा मलाई थाहा छैन, तिम्रो मनको कुरा मलाई थाहा छैन। बस्ने मान्छे तिमी हैनौ र, बस्ने मान्छे तिमी हैनौ र। परमेश्वर पितालाई भन्नु नि, त्यसैले के पैसाले हामीलाई भोकभोकले भोकभोकै खोज्दैन खोजेर थिएन। आज संस्कृत पिताको सन्तान छोरीहरू आउनुभएको छ। भोगाउनु खाना खाएर आउनुभयो होइन।
पिताले नपाउँदाखेरि हामी कहाँ हुनुहुन्छ हाम्रो राम्रो राम्रो भने हामी फोकस खोज्दा पनि आज सब पिताले ल्याउनु भयो राम्रै खाना ल्याउनु भयो कति राम्रो बहाना पिता हुनुहुन्छ होइन त आज हामी कस्तो महिमा गरेका छौँ एक मात्र पिताको महिमा गरेका छौँ हो कि होइन त्यसैले आज हरेक ठाउँबाट आउनुभएको छ पिताका सन्तान छोरी राजकुमारी हरेक ठाउँमा सत्संग होइन सत्संग शनिबारको सत्संग सभानुहुन्छ मिनिसहरू बनाउनुहुन्छ सबैको लागि होइन जोरदार ताली किनकि म त पछाडि हेरेर बोल्दैन किन उता उता पढ्नको लागि मेरो बाउमाले पढाउनु भएन म त डाइरेक्ट पढाउनको लागि सर्भिस पिताले होइन यति होइन बोल्न शक्ति समर्थ शक्ति दिनुभयो मलाई कसले दिनुभयो बाबाले पढाउनु भयो त यता हेर्छु भन्नुहुन्थ्यो भने आज मलाई पिताले पढ्नुहोस् यताबाट हेरेर बोल्छ भन्नुहोस् कस्तो भन्नुभयो त्यसैले आज कुनै छोरा छोरीहरू होइन आज म पढेको छैन म बोल्दिनँ नभन्नु क्या हो कि होइन आज पिताका छोरीहरू सबै टिचर हो कि होइन हो कि होइन बिहा गरेको टिचर नगरेको क्या त मिस होइन मिसहरू आज कति राम्रो हेर्नुहोस् त यो कसले सिकाउनु भयो हात्नलाई बोल्नलाई हिँड्नलाई डुल्नलाई कसले सिकाउनु भयो सबै पिताका सन्तान छोरी राजकुमार एकट्ठा गरेर होइन पिताजी यति राम्रो राम्रो दबाई वचन सेयर गराउनु भयो हो कि होइन किनकि हाम्रो जीवनमा पिताले काम गर्नुभयो त्यसैले आज हामी भजन वचन सुन्न आज यो ठाउँमा पिताले चुनेर ल्याउनु भयो होइन त यसले जो आउनुभएको छ होइन आज शिक्षा वचन सुन्नको लागि टाइम छ कि छैन होइन आज कति राम्रो अधिकार होइन त त्यसैले हाम्रो पिताका राजकुमारी राम्रो सोच राम्रो बोल राम्रो अधिकार भन्नुभएको छैन त त्यसै कारण हाम्रो पिताजीको वचन ध्यान दिएर सुन्न मेरो वचन भन्नुभएको छ होइन त खुसी खुसी कुरा गर्ने यताउता लकपछट गर्नु होइन क्या है हामी पिताले नपाउँदाखेरि कति छटपटाएका थियौँ है आज पिताले पाएका छौँ उहाँको महिमा गर्न अन्न बिन्ती एकदम आनन्दसँग बसेर होइन धेरै सुनि थोरै बोली हो कि होइन त्यसैले आज हाम्रो पिताले हरेक ठाउँबाट आउनुभएको छ पिताको सन्तान छोरी राजकुमारी कुनै कुरामा हामी यहाँ बोल्नलाई म आउँदैन भनेर लजाउनु हुँदैन हिजोको दिनमा त कति लजाउँथ्यौँ हो कि होइन हेर्नुहोस् त यो माइक अगाडि बोल्न हामी होइन सक्दो छैन पिता यति महान हुन्छ यो पिताले परिचय नपाएको भए यो माइक अगाडि बोल्न हामीलाई कसले बोलाउँथ्यो हो कि होइन आज कसले बोलाउनु भयो माइक अगाडि बोल्नलाई है नपढेरै पनि मेरो छोरी त्यहाँ गएर बोल हरेक कुरा बताऊ भन्नुभएको छैन त कुनै पनि बुढी होस् सानो होस् जवान होस् हामी आएर के त हामी हरेक वचन भजन भन्न सक्छौँ है त्यसै कारण आज हरेक होइन कसैले कुनैले होइन मेरो छोरा राम्रो होस् मेरो बुढा राम्रो होस् हामी सबैको चाहना यही छैन त हो कि होइन हो कि होइन हाम्रो पिताले सबैको होइन मेरो बुढा राम्रो भनेर सबैको राम्रो पनि भइसकेको छ मेरो छोरा राम्रो होस् भन्दाखेरि राम्रो पनि भइसकेको छ होइन त्यसै कारण अब होइन त हाम्रो पिताले भन्नुभएको छ मेरो छोरा छोरी कहिले पनि मान्छेको भरोसा नपर्नु भन्नुभएको छ हो कि होइन हामी कसको भरोसा पर्ने जसले परिस्थितिको भरोसा पर्नुहुन्छ है उहाँले
पिताजीले फटाफट काम गर्नुहुन्छ हो कि होइन एउटा एक मात्र हुनुहुन्थ्यो हाम्रो पहिला सुरु गर्नुहुन्थ्यो हाम्रो कृष्ण सर हो कि होइन उहाँले बताउनु भयो हरेकजनाले बताउनु भयो एउटा पिताका छोरा एउटा मात्रै हुनुहुन्थ्यो भने आज कतिजना छौँ हामी हजारौँ जना करोड जना छ होइन त यो कसले बनाउनु भयो परमेश्वर पिताले बनाउनु भयो हेर्नु त कति राम्रो पिताको वचन होइन त्यसैले आज हजारौँ भिडमा होइन एउटा वचनमै छ बचाउन होइन त्यसैले आज महिला हामी पिताको सन्तान छोरीछोरी आएकै कारणले उहाँको पिताको वचन सुनेको कारणले आफ्नो श्रीमानलाई पिताजीले भलाचन गराउनुहुन्छ हो कि होइन एउटा मालिकको घरमा एउटा ठुलो मालिकको घरमा धनीको घरमा एउटा होइन त्यहाँ एउटा कसले काम गर्थ्यो त्यो एउटा गरिब होइन जानु भएको थियो गरिब दुःखीकै काम गर्न जानु सकेको थियो भने यस्तो बिरामी हुनुहुन्थ्यो उहाँ बेस्तरी बिरामी हुनुहुन्थ्यो ल अनि के भन्नुभयो त प्रभु मेरो घरमा यस्तो बिरामी छ उसले के गर्नुपर्छ भन्दाखेरि उहाँले के भन्नुभयो त के भन्नुभयो तिम्रो विश्वासले तिम्रो घरको काम गर्नेले तपाईँको विषयले भला जग्गा हुन्छु भन्नुभएको थियो यो कसले भन्नुभएको थियो त परमेश्वर पिताले भन्नुभएको थियो त्यसै कारण आज घरमा बसेको घरमा भएको होइन जो हुनुहुन्छ तपाईँहरूको श्रीमान कुनै पनि दुःख तकलिफ आएको भयो भने हामी पिताको सन्तान छोरीहरू आउनुभएको छ पिता तपाईँले उहाँलाई सन्तान गराइसक्नुभयो भने हामी विश्वास गरेपछि पिताले भला जग्गा गराउनुहुन्छ हो कि होइन उहाँले भन्नुभएको त तिम्रो विश्वासले तिम्रो घरको जो हुनुहुन्छ उहाँलाई सन्चो भइसक्यो भन्दाखेरि पिताजीको मुखमा पैसा बोल्नुभयो उहाँको घरमा जाने त उहाँको काम गर्ने भला जग्गा गर्नुभयो किनकि उहाँले विश्वास गर्नुभयो हाम्रो गुरुले यस्तो भन्नुभएको छ तिम्रो घरमा बसेको उहाँको सन्चो भइसक्यो भन्दाखेरि उहाँले विश्वास गर्नुभयो घरको एउटा के भन्छ अरे घरमा काम गर्नेलाई नगरलाई उहाँ अनि जानुभयो फर्केर घर जाने खेत उहाँको नगर त एकदम भलासँग काम गरिराखेको देख्नु त्यस्तो विश्वास हाम्रो हुनुपर्छ हो कि होइन त्यसैले पिताले यस्तो होइन हेर्नुहोस् त उहाँले भन्नुभयो त हाम्रो हुँदैन त हुन्छ धारावाहिकको होइन वचनमै छ होइन एउटा ठुलो भिडमा सुन्नु है ठुलो भिडमा हाम्रो एकमात्र हाम्रो पिताको सन्तान हुनुहुन्थ्यो भिडमा जानुभयो हाम्रो होइन यसो होइन जानुहुन्थ्यो कि न त ठुलो भिडमा जानुभएको थियो यस्तो बिस्की एउटा अनि एउटा महिला कस्तो अवस्थामा थियो त होइन 12 वर्षसम्म रोग सन्चो भएका थिएन होइन उहाँलाई शोकवृत्ति गर्ने के भयो त उहाँलाई सन्चो भयो त्यस्तै विषय हामी पनि गर्नुपर्छ हो कि होइन अघि नै उहाँ म्यामजीले भन्नुभयो मेरो श्रीमान यस्तो उहाँको विश्वासले उहाँको श्रीमान सन्चो भइसक्यो हो कि होइन हामी त्यस्तो विश्वास गर्नुपर्छ कि है धन्यवाद कुनै छोरीको दुःख तकलिफ पनि हामी खुसी पितालाई सुनाउनु पर्छ पिताजीले खुसी हाम्रो पिताले एकदम भलाचन गराउनुहुन्छ आज पिताजीले हरेक ठाउँबाट ल्याउनु भयो पिताका छोरी राजकुमारी कति खुसी हुनुहुन्छ त हामी सधैँभरि खुसी आनन्द सुखी हुनको लागि हामी वचनमा आउनुपर्छ जो एउटा होइन अगाको पालना गरेपछि हाम्रो पिताजीले कति खुसी भएर हामी आशिष दिनुहुन्छ
हो कि होइन? धन्यवाद परमेश्वर दाजुलाई, किनकि आज वचन त भन्न धेरै छ, समय त हरेक ठाउँबाट आउनुभएको छ, पत्रिया ड्युटीबाट आउनुभएको छ, घर पनि पक्कै पनि पुग्नुपर्छ, हो कि होइन? अब कति खुसी हुनुभयो? अब एउटा तिम्रै वचनले पिता बन्न सिकायो, तिम्रै वचनले पिता बन्न सिकायो, तिम्रै वचनले पिता बन्न सिकायो, तिम्रै वचनले पिता बन्न सिकायो। कति राम्रो वचन, हकै वचनले हामीले बाटो सिकाउनु गयो, हकै वचनले आशा सिकाउनु गयो। हामी के बाबा हामी त नबाट बेलामा कुनै बाबाले कुनै बाबालाई सिकाउनु भएको थियो, कुरा सिकाउनु भएको थिएन। आज कति महान हाम्रो दिदीहरूले सिकाउनु भयो, हाम्रो लिडरद्वारा हाम्रो हरेक ठाउँबाट आउनुभयो, पिताको सन्तान छोराछोरी एकातिमा सिक्न आएको होइन त? धन्यवाद गर्छु हजुरलाई। आशा मेरो पिता यति अगाडि गर्नुभयो, सधैँभरि ठाउँ लानुहुन्छ। मेरो मन्जी म्याडम मलाई होइन पत्रिया गोर्खा हरेक ठाउँमा लानुहुन्छ, उहाँको साथ र हामी कहिले पनि छोड्नुहुन्न। एउटा साथ एउटा गएर छोड्नु नपर्ने पिता साथ नछोड्नु होइन त? किनकि तपाईँहरू पनि नछोड्नु, आफ्नो क्षेत्रमा एक गाउँलाई कहिले पनि छोड्नुहुन्न, हो कि होइन? किनकि मलाई नछोड्ने पिताहरू नछोडेको है। धन्यवाद गर्छु दाजुलाई, किनकि आज पिता सन्तान छोरीहरू सबैलाई परिपूर्ण आशिष। जय परमेश्वर, जोरदार ताली। शिक्षा दिएर जानुभयो हामी सम्पूर्ण गाउँको उषा म्यामजी, उहाँको सम्मानको लागि जोरदार ताली। र अब सम्मानको प्रार्थनाको लागि सम्मानको प्रार्थनाको लागि पुष्पा म्यामजी आउँदै हुनुहुन्छ, उहाँको सम्मानको लागि जोरदार ताली। भजनको लागि अघि प्यार पवित्र हजुरहरू राजकुमारी छोरीहरूलाई परमेश्वर पिताको भरिपूर्ण आशिष हजुरहरू सम्पूर्णको घर परिवारमा अन्तरा शान्ति। जय परमेश्वर। आज सत्यवचन परमेश्वरीय मार्गदर्शन सामाजिक संस्था जयपुर टेस्टद्वारा आयोजित धर्म जाति वेशभूषा रीतिरिवाज संस्कृतिलाई जगेर्ना गर्दै आत्मिक प्रवचनद्वारा मानव जातिको मनोबल बढाइने मुख्य उद्देश्यले आज दिदीबहिनी प्रशिक्षण कार्यक्रम परमेश्वरको इच्छा योजना अनुसार परमेश्वरले आज भव्य र सभ्य रूपमा सफल बनाइसक्नु भयो र भरिपूर्ण आशिष पनि हजुरहरू सम्पूर्णलाई दिइसक्नुभयो। कसले पाउनुभयो? परमेश्वर पिताको सम्मानको लागि जोरदार ताली। र आज हामी दिदीबहिनी प्रशिक्षण कार्यक्रमको संरक्षक हाम्रो राधिका म्यामज्यू, उषा म्याडम, उहाँहरू दुवैजनालाई परमेश्वर पिताको भरिपूर्ण आशिष, उहाँहरूको सम्मानमा नि जोरदार ताली। धन्यवाद परमेश्वर पिता। होइन त जो हुन्छ परमेश्वरको इच्छा योजना जे हुन्छ अच्छा हुन्छ होइन त? त अब हजुरहरू कतिलाई लागेको होला आज राधिका म्यामज्यू आउने कुरा थियो भने किन नआउनु भएको होला भन्ने मनमा लाग्छ कि लाग्छ? त हामीले यो विश्वास गर्नुपर्छ कि किनभने जुन दिन राधिका म्यामज्यूले हाम्रो घरमा आएर शिक्षा खोजिनु भयो होइन, त उहाँले एउटा आफ्नो बच्चालाई दिने टाइम थियो त्यतिखेर होइन, तर आफ्नो बच्चालाई उहाँले टाइम दिनु भएन। जो मलाई टाइम दिनुभयो 4-5-6 वर्षसम्म उहाँ रेगुलर आएर होइन हाम्रो घरमा मलाई शिक्षा खुवाएर लेडिज मिटिङ समय लिएर उहाँ हरेक महिनामा आएर मलाई होइन आज के त अब माछा मारेर खुवाउने होइन कि माछा मार्न सिकाउने उहाँले मलाई बनाउनु भयो होइन। त्यही भएर आज हामी सबैजना पवित्र जनले जब आत्माद्वारा चल्छौँ भने नि आज म्याम यहाँ हुनुहुन्न, फेरि पनि म्याम यहीँ हुनुहुन्छ भन्ने हामी विश्वासका साथ महिना आराधना हामी निरन्तर रूपमा गरेर अगाडि महिनालाई बढाइराख्नुपर्छ। उहाँको उपस्थितिमा अनुपस्थितिमा पनि परमेश्वरको उपस्थिति गराएर महिनालाई अगाडि बढाउने सच्चा सन्तान त्यो परमेश्वरको सन्तान हुन्छ।
त्यो म्यामले मलाई राति फोन गरेर बादमा भयो। अब तपाईँहरू त अब मेरो सबैजना हामी फ्यामिली परिवार नै छौँ होइन, बाहिर त अब कोही पनि हुनुहुन्न। त यस्तो सत्य कुरा त्यही भएर हामी सबैको बत्ती हुनुपर्छ, परमेश्वरप्रति। हाम्रो अगुवा टिचरले हामीलाई उहाँप्रति जुड्न सिकाउनु भएको होइन, हामीलाई परमेश्वरमा जुड्न सिकाउनु भएको हो। परमेश्वर आत्मा हुनुहुन्छ, हामी दिदी बहिनीको साथमा हुनुहुन्छ। अनि परमेश्वरमा भरोसा विश्वास गर्नु भनेको उहाँको महिमा आराधना निरन्तर गर्नु र आफ्ना हरेक समस्या परमेश्वरलाई राखेपछि उहाँले समाधान गरिसक्नु भयो भनेर विश्वास गर्नु। त्यो परमेश्वरको सन्तानले गरेको विश्वास हुन्छ र तिम्रो विश्वासले तिमीलाई सबै कुरा प्राप्त गर्छ भन्नुभएको छ कि बुझ्नुभयो नि। त्यही भएर हजुरहरू सम्पूर्ण लेडी छोरीले कुनै पनि खल्लो नमान्नु, बुझ्नुभयो नि। मान्छेको उपस्थिति हामी त्यसलाई आँखाले हेर्छौँ, तर त्यसमा होइन, भित्री आँखाबाट ममा परमेश्वर हुनुहुन्छ, परमेश्वरको महिमा आराधनामा म आएको हो। परमेश्वरले मेरो इच्छा चाह बुझेर सबै पुरा गरेर मेरो जीवनमा आशिष दिनुभयो। मलाई परमेश्वरले खोलाको किनारमा रोपेको हरियाली रुख जस्तै रसिलो फल लागेको फल फलाएको त्यो रुख जस्तै मेरो जीवन फलदायी बनाइसक्नुभयो भनेर हामी परमेश्वरमा भरोसा गरेर धन्यवाद उहाँ चढाउँछौँ भने उहाँबाट आशीर्वाद छरी चाहिँ तपाईँहरूको जीवनमा बर्सिसक्यो। त्यही भएर होइन त आज आदरणीय म्यामज्यूले हामीलाई सिर्फ होइन त परमेश्वरको महिमा आराधना लहै तरिकाबाट होइन कि एउटा के त जरा गढेको रुखले कसरी फल दिन्छ, जरा नगढेको रुखले दिन सक्छ त सक्दैन। जति जरा गर्दै जान्छ रुखती बढ्दै जान्छ अनि फुलेर नरम फल लाग्छ। आज हामी मजदुर अगुवाहरू भनेको पनि यस्तै हुनुपर्छ कि आफ्नो बगानलाई होइन राखेर परमेश्वरको आत्माको भोजन खुवाउन सक्ने, अगाडि बढाउन सक्ने, आत्मिक वृद्धि उनीहरूलाई बोल्न सिकाउने, परमेश्वरको तर्फबाट चल्न सिकाउने, आफू चलेर अरूलाई आज त्यो कामको निम्ति सुम्पेको हामी दिदीबहिनी हो, सानो सुन्ने होइन कि। त्यही भएर बाहिरी आँखाको होइन भित्र आत्माको अगुवाईलाई बुझेर हामी चल्न जान्यौँ भने नि हाम्रो जीवनमा आशिष उन्नति अरू कोही आएर दिने होइन, स्वयं परमेश्वरले आएर दिनुहुन्छ। तपाईँ भित्रै हुनुहुन्छ, दिइसक्नु। आज यस दिदीबहिनी प्रशिक्षण कार्यक्रममा होइन हामी दिदीबहिनीलाई त परमेश्वरले स्वास्थ्य शरीरबाट बनाउनु भयो भने भित्री मनबाट पनि स्वास्थ्य बनाइसक्नु भएको छ, सोच विचार पनि स्वास्थ्य बनाइसक्नु भएको छ होइन। हरेक कुरा स्वास्थ्य बुझ्नुभयो नि। अब शरीर स्वास्थ्य छ मन स्वास्थ्य छैन भनेर पनि हुँदैन, हो कि होइन भन्नु त। परमेश्वरले जब निखार्नुहुन्छ भने परमेश्वरले एउटा कार्य मात्र गर्नुहुन्न, जति यो शरीरमा हरेक नसा हड्डी मासु रगत अङ्ग जोडेर कसरी फिटफाट उहाँले गर्नुभयो, उहाँलाई त्यति सहजसित उहाँले गर्नुभयो भने हाम्रो जीवनका हरेक समस्याहरू रोग व्याध दुःख कष्ट आपद परेशानी सेकेन्डमा समाधान गरेर सबलाई आनन्द दिइसक्नु भयो कि सबको जीवनमा कार्यक्रम सुरु गरिसक्नु भयो कि। त्यही भएर हामी परमेश्वरको सन्तान होइन सधैँभरि कि हामी घर समेट्नमा होइन दिदीबहिनीकै हातमा हुन्छ, हामी श्रीमानसित राम्रो बोल्नमा होइन छोराछोरीलाई सही संस्कार दिनमा सबै हामी दिदीबहिनीको हातमा हुन्छ कि यो कुरा बुझ्नुभयो नि। त्यही भएर हामी वचन खाइसकेको दिदीबहिनीले होइन अरूसित हामी नराम्रो बोल्नु हुँदैन, श्रीमानसित झगडा गर्नु हुँदैन। उहाँले दुई शब्द भन्नुहुन्छ भने पनि हामीले सहयो भनेदेखि त्यो श्रीमानको माया हामीले सधैँ पाउने रहेछ र त्यो श्रीमानलाई जोडाएर परमेश्वरले हामीलाई सधैँ मिलाएर राख्ने रहेछ कि। हेर्नु त तरिका आज हामीले बुझ्यौँ होइन। हाम्रो घर परिवार कति खुसी छ, श्रीमान श्रीमतीमा कति मेलमिलाप छ। ईश्वरको दिनमा देख्न मन नपरेको श्रीमान आज माया लागेर एक सेकेन्ड नछुट्ने जस्तो बनाएर मिलाएर राख्नु भएको छ। कसले राख्नु भएको छ? परमेश्वर मिलाएर राख्नु भएको छ। त्यही भएर परमेश्वरले पनि भन्नुहुन्छ, हे मेरा प्यारी छोरी हो होइन, तिमीहरूको श्रीमान भनेको तिम्रो शिर हो। जब तिम्रो शिर छैन भनेदेखि शरीरको अस्तित्व हुँदैन। त्यही भएर आफ्नो श्रीमान हुँदा हुँदै तिमी कहिले पनि परपुरुषसित तिमीहरूले नजर नलगाऊ। मेरा श्रीमान
तिम्रो लागि तिम्रो श्रीमान भनेको म त अदृश्य रूपमा परमेश्वर छु भने दृश्य रूपको परमेश्वर हो। त्यही भएर परमेश्वरको स्वरूपमा देखेको श्रीमान तपाईँको साथमा छ भने उसको अधीनमा बस्नु, उसलाई खुसी बनाउनु, उसको जस्तो कमाइ छ त्यस्तै लबाइ खबाइ गर्नु। जसको श्रीमान छैन भने ऊ परमेश्वरको अधीनमा बस्नु, परमेश्वरले नै उसको लागि सबै कुरा जुटाएर सधैँ आनन्द दिएर उच्च स्थानमा राख्नु। दिदीबहिनीले होइन एकदम बुझ्नुपर्छ परमेश्वरको जब आत्मिक आँखा खुल्छ भने बाहिरी संसारको भिडलाई मन पर्ने, थोरै हुँदा निराशा हुने यो बिल्कुल मनमा आउँदैन। जब आत्मिक आँखा खुलेपछि परमेश्वर भन्नुहुन्छ मेरो सन्तान होइन तिमी हर हमेसा जहाँ गए पनि तिमी एक्लो हुँदा पनि म तिम्रो साथमा हुन्छु भने तिमी दुईजना मात्र हुँदा नि तिम्रो बिचमा उपस्थित भएर मैले तिम्रो बिन्ती प्रार्थना सुनेर पुरा गर्ने आशीर्वाद दिइसकेको हुन्छु भन्नुभएको छ परमेश्वरले। आज पिता उपस्थित भएर हजुरहरू सम्पूर्णलाई भरिपूर्ण आशिष दिइसक्नु भएको छ। जे इच्छा चाहत गर्नु भएको छ असल इच्छा चाहतमा परमेश्वरले बुझेर पुरा गरिदिइसक्नु भएको छ। कोही पनि रोग व्याध दुःख कष्ट आपद परेशानीमा हुनुहुन्न हजुरहरू सबैबाट त्यो हटाएर सबैको जीवनमा असर कार्य परमेश्वरले गरेर आउँदा दिनहरूमा गवाई उन्नति आशिषको दिइसक्नु भएको छ। महाकार्य परमेश्वर पिता आजको दिदीबहिनी प्रशिक्षण कार्यक्रम होइन हजुरहरू ठाउँ ठाउँबाट आउनुभयो। हाम्रो विदेशदेखिबाट पनि म्याडमजीहरू जुट्नु भएको छ होइन। त हजुरहरू सम्पूर्णले आज होइन एकदम मनमा यस्तो विश्वास राख्नु कि अघि उषा म्याडमको मुखद्वारा नै भयो नि होइन। जब कप्तानको नगर्ने बिरामी थियो भने कप्तानले के गर्नुभयो त उहाँले त होइन हाम्रो प्रभुले त उहाँले वचन मात्र बोलिदियो भने पनि मेरो नोकर्नीको हुन्छ भन्ने त्यस्तो विश्वासले उहाँ कप्तान जस्तो ठुलो मान्छे हाम्रो प्रभु कहाँ जानुभएको थियो र प्रभुलाई भन्नुभयो मेरो नोकर घरमा बिमारी छ, हे प्रभु तपाईँले वचन बोलिदिनु, तपाईँले यहाँ वचन बोलिदिनु पर्नु, वचन मात्र बोलिदिनु, तपाईँ वहाँ जानु पर्दैन, तपाईँले यहाँ वचन बोलिदिँदाखेरि मेरो नोकर निको हुन्छ म त विश्वासमा आएको छु भनेर जब हाम्रो प्रभुको सामु कप्तानले भन्नुभएको थियो भने कप्तानले भनेको उति नै खेरै हाम्रो प्रभुले के जवाब दिनुभएको छ भने जाऊ तिमी तिम्रो घरमा तिम्रो नोकर निको भइसकेको छ भनेर वचन दिनुभएको थियो। जतिखेर हाम्रो प्रभुले यो वचन मुखबाट निकाल्नु भयो त्यति नै घडी घरमा कप्तानको नोकर निको भइसकेको थियो। त्यही भएर कसैले पनि हालात परिस्थितिका कुराहरू होइन हो मान्छेको जीवन हो, संसारमा छौँ, दुःखको संसार हो यो। त हामीलाई परमेश्वरले दुःखको संसारबाट आनन्द नगरीमा सारिसक्नु भएको छ। त्यही भएर हजुरहरूले हालत परिस्थितिको कुराहरू सुनाउने होइन, हालत परिस्थिति परमेश्वरलाई सुनाउने, समाधान भइसकेर उत्तर आशिष आएको राम्रो भएको यहाँ परमेश्वरको महिमामा बताउने यो बानी गर्नुपर्छ। बुझ्नुभयो नि? जब परमेश्वरको सन्तानले पनि होइन के बोल्ने के नबोल्ने, के खाने के नखाने, कहाँ जाने कहाँ नजाने आज सबै परमेश्वरले आत्मदेहदेखिबाट सिकाउनु भएको छ, सिकाउनु भएको छैन त? त्यही भएर होइन परमेश्वरको हामी सन्तानहरू सबैजना होइन आज दिदी बहिनी घरमा छोराको लागि राम्रो बोल्न, छोरीको लागि राम्रो बोल्न, श्रीमानको लागि राम्रो बोल्न जब जान्यौँ नि हिजो नजान्दाखेरि जो बिग्रेको छ त त्यही जस्तै हुने भइस् भनेर आफ्नो छोरालाई त्यस्तो अङ्गीकार गरिदिन्थ्यौँ। हाम्रो छोरालाई कहिले सुधार्न हामीले सक्दैनौँ, हाम्रो श्रीमानलाई सुधार्न सक्दैनौँ, हाम्रो छोरीलाई सुधार्न सक्दैनौँ। तर आज परमेश्वरले के भन्नुभयो, पिता हजुरको छोरो हजुरको छोरी होइन हजुरले त हजुरको जस्तै बानी बेहोराको बनाइसक्नुभयो, खराब आचार बानी बेहोरा सम्पूर्ण हजुरले नै हटाइदिइसक्नुभयो भनेर परमेश्वरमा जिम्मा लगाउँदाखेरि आज बिग्रेका छोरा बिग्रेका श्रीमान बिग्रेका छोरी सुधारेर आज सही मार्गमा हिँड्नु भएको छ, रमाउने बनाउनु भएको छ। आज हामी रमाउने भएर महिमा गरेका छौँ, हो कि होइन भन्नु त? हो। त्यही भएर हजुरहरू सम्पूर्ण दिदीबहिनी होइन एकदम बुझ्नुपर्छ। तपाईँहरू संसारको हरेक कुरा आज किन होइन त कमाउनु भएको भने कम त हामी छैनौँ, हामी बहुत छौँ, यो बिउ हो होइन। यति बिउले सारा कति पलट भ्याउँछ के होइन। त्यस्तै अलग यति खेत यति बिउद्वारा हरेक राज्यमा परमेश्वरले फैलाइसक्नु भयो कि यो पनि बुझ्नुभयो, फैलाइसक्नु भयो कि। अहिले बिहा परेको छ मेरै पनि उहाँ दाइको छोरी होइन
त बिहा छ त सबैजना उहाँ जानुभएको छ, हरेक समय टिकटक हालिराख्नु भएको छ। तर म संसारपट्टि होइन, म संसारको होइन। परमेश्वरले मलाई संसारबाट निको बनाउनु भएको होइन। परमेश्वरले मलाई संसारबाट आशिष दिनुभएको होइन। परमेश्वरले मलाई आफ्नो वचनद्वारा मलाई बचाउनु भयो। परमेश्वरले मलाई स्वर्गबाट आशिष दिनुभयो। आज मलाई उहाँको कामको निम्ति अभिषेक गरेको मेरो काम भनेको स्वर्गको महिमा बढाउनु हो, परमेश्वरको प्रशंसा जय जयकार गर्नु हो। मलाई संसारकोपट्टि होइन, पिता हजुरले आफ्नो महिमापट्टि लिएर हिँड्नुहोस् भनेर जब मैले प्रार्थना गर्न थालेँ, मलाई संसारको कुनै कुराले असर गर्दैन। म बाँकी रहेको समयमा एटेन्ड गर्छु, जुट्छु, तर परमेश्वरको महिमा आराधनामा संसारको जेसुकै ठुलो होस् मलाई मतलब छैन कि होइन। त्यही भएर परमेश्वरमा जब मन हामी लगाउँछ भने अटोमेटिक परमेश्वरले सबै कुरा म्यानेज मिलाएर हामीलाई अगाडि महिमामा बढाउनुहुन्छ कि। त्यही भएर हामीले हरेकले संसारमा अल्झिन हुँदैन। हामी दिदीबहिनी हिजोको दिनमा संसारमा अल्झियौँ, खाली पेट, भोक भोकै, निराहार होइन, रुँदै कराउँदै जान्थ्यौँ। कसले राम्रो भन्देला भन्दै जान्थ्यौँ, हरेक ठाउँमा राम्रो पाउने आशाले जान्थ्यौँ भने अरू नराम्रो थपेर पठाउँथ्यो हामीलाई, हो कि होइन भन्नु त? यहाँ शान्ति दिदी हुनुहुन्छ, हेराउन जानुभयो, 3टा छोरछोरीमा छोराहरूमा एउटा के हुन्छ भन्दा आशिष दिन गएको मान्छे हो नि, के राम्रो भनिदिन्छ भनेको हो नि त होइन। तर झन् शराब थपेर पठाएर उहाँलाई झन् रातै अँधेरो दिनै अँधेरो बनायो। जब परमेश्वरको पासमा आउनुभयो, परमेश्वरले आज दिनै उज्यालो रातै उज्यालो जीवनै उज्यालो खुसीले खुसी आज हेर्नु चौचकी बाउकी कमाउने ठाउँमा जहाँ कहीँ आज बुढाबुढी 16 वर्ष भएर महिमा गर्ने बनाउँछ। यस्तो महानकारी परमेश्वरको होइन। त्यो काथे हाम्रो सीधा सेन्चुरी मेन्छु उहाँको सरजीलाई पनि विदेश जानको लागि अब हामी दिदीबहिनीलाई त सरजीले श्रीमानले कमाइदिएदेखि बल्ल हामी खाना पाउँछौँ, लाउनु पाउँछौँ, जान जान पाउँछौँ होइन। अरू साथीभाइको छ र हामीलाई पनि बस्न बल्ल आफूसित छ ल भाइ खबाई भनेको साथीभाइसित पनि जान मन लाग्छ होइन। आफूसित छैन, श्रीमानको कमाइ छैन भने हामीलाई कुकुरको लेखो पनि गर्दैनन् संसारका मान्छेले, हो कि होइन भन्नु त? त्यस्तो अवस्थामा उहाँको सरजीको काम नबन्दा विदेशको काम अनि हेराउन जाँदाखेरि अझै 1.5 वर्ष हुँदैन, पैसा मस्त उहाँको अहिले फर्केर आउँछ यस्तो भनेर लगाइदिएर झनै दुखी बनाएर होइन शैतानले राखेको थियो। जब परमेश्वरले मङ्गलबार शिक्षामा ल्याउनु भयो, उहाँले सबै कुरा रोएर भन्नुभयो। उहाँको सरजी उहाँ 2जना आउनुभएको थियो होइन। त दुवैजनाले भन्नुभयो अब परमेश्वरमा भरोसा गर्नु, तपाईँलाई विदेश पुर्याउने, कमाउने, बनाउने, आशिष उन्नति खुसी दिने परमेश्वर हो। सही ठाउँमा आउनुभएको छ। अब जे भन्नुभएको छ परमेश्वरले त्यो अनुसार चल्नुहोस्। तपाईँको सरजी लाखौँ कमाउने भइसक्यो, 1 महिना पनि लाग्दैन। सरजी विदेश गइसक्नु भयो भन्दा 1 महिना पनि लागेन, अहिले लाखौँ कमाएर पठाइराख्नु भएको। त्यही मात्र होइन, उहाँको छोरालाई पनि लानुभयो, छोराले पनि त्यस्तै राम्रो गरेर कमाउनु भएको छ होइन। कति राम्रो यस्तो खुसी आनन्द भनेको परमेश्वरमा मात्र छ कि। त्यही भएर संसारमा केही छैन, संसारमा दुःख छ, हालत छ, परेसानी छ, तर परमेश्वरमा के छ हाम्रो लागि सुख, शान्ति, आनन्द, उन्नति, तरक्की, स्वास्थ्य जीवन छ। जो आज हामी परमेश्वरको महिमा आराधना यहाँ गऱ्यौँ, अब परमेश्वरले घरमा सबको घर परिवारमा खुसी र आशिष नबनेका काम बनेर खुसीमा उन्नति अरू सगुना थपेर तपाईँहरूलाई चौचकी बबकी आउँदा दिनहरूमा गवाई दिएर तपाईँहरूले बताइसकेर मैले सुन्न पाइसकेँ कि यस्तो महानकारी परमेश्वरको महिमा गर्नुभएको। आज हजुरहरूले जाने सुने नसम्झिनु, आज मनमा यो विश्वास ल्याउनु कि आज परमेश्वरले मलाई यति ठुलो आशीर्वाद दिनुभयो कि यस्तो महिमामा पनि अगाडि बढाउनु भयो, मेरो जीवनमा आशिषको मूल फुटाइदिनु भयो। मेरो महान पिताको म महिमा गरेँ, म उहाँको छोरी हो। छोरीलाई परमेश्वरले होइन कति खुसी भएर आज परमेश्वरले तपाईँहरूको जीवनमा यति ठुलो आशिष दिनुभएको छ कि जो तपाईँले सोचेको छैन, आँखाले देखेको छैन, कानले सुनेको छैन, हृदयले विचार गरेको छैन, तर तपाईँलाई परमेश्वरले दिइसकेको छ। विश्वास गर्नु पाइसक्नु। परमेश्वर पिता हजुरलाई धन्यवाद होइन। आजको दिदीबहिनी प्रशिक्षण कार्यक्रम पनि एकदम भव्य र सभ्य रूपमा परमेश्वरले नै सम्पन्न गराउनु भयो। हरेक दिदीबहिनी हजुरहरू बोल्नुभयो, जति पनि बोल्नुभयो र जति पनि बोल्न पाउनु भएन सबैलाई परमेश्वरले भरिपूर्ण आशिष त बिना पक्षपात दिनुभएको छैन होला, दिइसक्नुभयो। हजुरहरूले पनि पाइसके धन्यवाद पिता परमेश्वर पिता। एउटा टुक्का भन्छन् है, महिमा गर्न
Bola
यही खुसी यही आनन्दमा परमेश्वरको आशिष छ हामीलाई चाहिएको पनि यही हो हामीले पाइसक्यौँ हो कि धन्यवाद माथिका परमेश्वरलाई यो समय परमेश्वरले द्वारा होइन यति नै बोलेर अगुवाई गर्नुभयो त परमेश्वरको सम्पूर्ण आशिष तपाईँहरू सम्पूर्ण दिनभरिलाई मिलिसक्यो चाहना दशा चाहना पुरा गरिसक्नुभयो कोही पनि रोगी दुखी कोही पनि केहीमा हुनुहुन्न सबैजना आनन्दमा हुनुहुन्छ होइन सबैलाई चाहिएको उपचार भइसक्यो परमेश्वरले सबै काम गरिसके मैले भनेर भनिसक्नु भएको छ हामीले विश्वास गरेपछि विश्वासद्वारा काम परमेश्वरले हाम्रो जीवनमा गरिदियो गरिसक्नु भयो ढुक्क हुनु खुसी हुनु स्वास्थ्य रहनु परमेश्वरको अन्य भाषा प्रार्थनामा व्यस्त रहनु परमेश्वरले पनि तपाईँलाई आशिष दिएर यति खुसी यति आनन्द आजभन्दा भोलि भोलिभन्दा पर्सि परमेश्वरले बर्साएर दिइसक्नु भयो आजलाई यति राखेर जानुभयो दिन रात नभनिकन सधैँ हाम्रो निम्ति अगाडि बढ्नुहुने हामीले बढाउनु हुने हामी सम्पूर्ण गाउँका मन्जुबाको सम्मान ज्ञाति जोरदार ताली जसरी अहिले हिँडिराख्नु भएको छ हामीले त्यसरी नै पछिसम्म हिँडाइराख्नुहुन्छ है जबसम्म परमेश्वरले हामीलाई मन्जु म्याडम दिनुभयो त हामी सम्पूर्णको जीवनमा के भयो खुसी आनन्द शान्त भयो कि भएन फेरि पनि उहाँको सम्मानको लागि जोरदार ताली अब तिनजना धन्यवाद दुईजना भविष्य आएर एकजना रोगीको प्रार्थना गर्न आउँछ जसलाई इच्छा हुनुहुन्छ जसलाई इच्छा लाग्छ नबोल्नु जो हुनुहुन्छ तपाईँहरू आउन सक्नुहुन्छ है परमेश्वरको सम्मान जो जो परिपूर्ण आशिष पाउनु शान्ति र जय गर्नुहोस् जय गर्नुहोस् लास्ट प्रार्थना हुँदैछ आमा क्षमा गर्नुहोस् सर्वेन्ताका हिन्द अगमनले अवन्या तले हिङ तले रिसेन तला हे मेरा प्यारी राजकुमारी छोरीहरू आज भएको हरेक शिक्षा वचनको पालना गर तिमीलाई मैले सदा सर्वदा डाँडा बसेर सहर बनाउने छु सेरेने वेन्ते हेरेने केन्स्टे हस्ते सेबेलन्ते हे मेरा पवित्र छोरी हो तिमीहरू नडराऊ किनकि म तिमीहरूको साथमा छु तिमीहरूले हरेक काम गर्न सक्छौ हे मेरा प्यारा राजकुमारी छोरी हो आज मैले तिमीहरूलाई जुन वचन शिक्षा गवाइदिएको छु एकदम हृदय पाटीमा छपाएर जहाँ सुनेको त्यो ठाउँमा सुनाऊ जाऊ हे मेरो पवित्र राजकुमार छोरी म कहाँ हुँ तिमीलाई शिक्षा र शान्तिको वचन खुवाएर अगाडि बढाउने छु हे मेरा छोरी हो तिमीहरू किन लगाउँछौ किन डराउँछौ मेरो महिमाको पालना गर्दाखेरि म तिम्रो हरेक तिम्रो कामहरू प्रकट गराएर देखाउँछु म तिम्रो परमेश्वर बोल्दैछु धन्यवाद परमेश्वर पिता आज सुन्दर छ घरी सुन्दर छ दिन पिता हजुरको छोरीहरू आज एकदम लेडिज फेलोसिप पिता एकदम 7औं लेडिज फेलोसिपको दिन त पिता हजुरको छोरीहरूलाई सम्पूर्ण ठाउँबाट ल्याउनु भयो पिता भरिपूर्ण आशिष दिनुभयो र पिता एकदम धेरै वचन शिक्षा खुवाउनु भयो अगाडि बढाउनु भयो हजुरको छोरीहरूलाई पिता वचन शिक्षा सम्मान जे पनि भयो पिता हजुरको उपस्थितिमा भयो पिता सम्पूर्ण छोरा छोरीहरूलाई पिता जसरी गन्तव्य स्थानबाट स्थानसम्म ल्याउनु भएको थियो त फेरि पनि पिता हजुरले स्वर्गदूतको साथमा पिता आफ्नो घरतर्फमा लैजानुहोस् पिता घर घरसम्म पुर्याइसक्नु भयो हजुरको छोरीहरूलाई पिता हजुरका छोरीहरू जे जति इच्छा चाहत बोकेर आउनु भएको थियो सम्पूर्ण छोरीहरूको आज बिन्ती पुकार इच्छा चाहत बुझेर भरिपूर्ण आशिष दिइसक्नु भयो एकदम सम्हाली नसक्नु आशिष हजुरले दिइसक्नु भयो पिता हजुरलाई धन्यवाद परमेश्वर पिता हजुरका छोरीहरूको बिन्ती प्रार्थना पिता हजुरको बलमान हातमा सुम्पिँदै पिता जे पनि माग्छौँ पिता पाइसक्यौँ जय परमेश्वर